गएको छ। कुन बेला के हुन्छ भन्ने थाहा हुँदैन, भन्ने बेला आफूसँग 5 रुपियाँ पैसा हुँदैन होइन। हस्पिटलमा पैसै चाहिन्छ, हस्पिटल गए पनि पैसा चाहियो। अब भन्ने बेला दिने मान्छे हुँदैन, कमाएर दिने मान्छे पनि छैन। सबैजनालाई जोडले नमस्ते। अनि आज चाहिँ म उहाँ दादाको कमेन्टको रिप्लाई दिन गइरहेको छु। धेरै त बोल्नु हुँदैन, हेर्न सक्नुहुन्छ घाउ पाकेर भन्नुहुन्छ भने यस्तो भएर चाहिँ म यो बाध्यताले मात्रै बोलेको होइन, कस्तो बोल्नु मिलिरहेको छैन, कस्तो कस्तो पेन भइरहेछ, कस्तो गाह्रो भइरहेको छ क्या, बोल्न पनि मिलाएन, पुलु गरेर चिरिक चिरिक गरेर। कुल बोय भन्ने भाइ हुनुहुन्छ होइन, उहाँसँग एकचोटि जोड्न मन छ है। भिउरले नि कति भन्नुहुन्छ, एकचोटि उहाँसँग जोड्दा तिमीलाई हेल्प हुन्छ, उहाँले गर्नुहुन्छ, उहाँ ठुलो मनको मान्छे हुनुहुन्छ, उहाँसँग एकचोटि जोड मन पनि छ मलाई एकचोटि। तर उहाँ चाहिँ साँझमा बस्नुहुन्छ बेलुकातिर, म बस्दिनँ त्यतिखेर, म सुतिसकेको हुन्छु, त्यही भएर पनि हो अहिलेसम्म जोइन चाहिँ भएको छैन। ओके, त्यही हाम्रो पनि कुल लगायत अरू जो पनि टिकटकमा अलिकति पपुलर फेसेस हुनुहुन्छ उहाँहरूलाई अनुरोध गर्छौँ कि होइन, हाम्रो जास्मिन बहिनीलाई पनि एकचोटि लाइभमा लिएर उहाँलाई पनि सपोर्टको लागि चाहिँ तपाईँहरू जस्तो मान्छेले अपिल गरिदिनु भयो भने तपाईँलाई एकदमै धेरै होइन, तपाईँको ब्याङ्क ब्यालेन्स 2-4 लाख भयो भने पनि तपाईँलाई एउटा बाँच्ने हुन्छ नि साहस हिम्मत हुन्छ नि होइन। मलाई केही गाह्रो भयो भने हस्पिटल जाँदाखेरि पैसा खोजिराख्नु नपरोस्, खोज्नुपर्छ दादा भन्ने बेला कसैले 5 रुपियाँ पताउँदैन दिँदैन नि, कसैले पनि दिँदैन। पहिला बिरामी हुँदाखेरि नै सबै पत्याउँदैन क्या, त्यतिखेर लिएको 2-3 हजार 5 हजार अहिलेसम्म दिएको छैन।